हामीले भगवानलाई नमस्ते भन्छौँ अथवा नमस्कार भनेर शिर नमन गर्छौँ। घरमा आउनुभएको मान्यगुण्यलाई पनि नमस्कार भनेर अभिवादन गर्छौँ। तर नमस्ते नमस्कार किन गरिन्छ अथवा यसको पछाडि लुकेको रहस्य के छ, यसको बारेमा हजुरहरूलाई के जानकारी छ? छैन भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। हात जोड्ने परम्परालाई अञ्जली मुद्रा भनिन्छ। यसो गर्दा यसलाई अञ्जली मुद्रा भनिन्छ। र नमस्कारमा नमःको अर्थ हुन्छ नमन गर्नु वा प्रणाम गर्नु, र कारको अर्थ हुन्छ व्यक्त गर्नु वा गर्नु। र यो केवल अभिवादन होइन, यो नम्रता र समर्पणको प्रतीक पनि हो। र नमस्तेको अर्थ हुन्छ म भित्र रहेको दिव्य चेतनाले हजुरभित्र रहेको दिव्य चेतनालाई सम्मान गर्दछु भनेर भनेको। र औँलाको टुप्पोहरूमा रहेका स्नायुहरू एकअर्कासँग स्पर्श हुँदाखेरि हामीहरूको स्मरण शक्ति बढ्ने र ध्यान केन्द्रित हुने जनविश्वास पनि गरिन्छ। र हात जोडेर अभिवादन गर्दा यो तपाईँको एउटा स्वच्छ र सम्मानजनक अभिवादन पनि हुन्छ अथवा रेस्पेक्ट पनि हुन्छ। हामीले कोभिडको टाइममा देख्यौँ हात मिलाउँदा कतिजना एफेक्टेड हुनुभयो। इभन युके लन्डनको राजा चार्ल्सले हात मिलाएर हतार हतार हात उच्चाएको भिडियो गजबै भाइरल भएको थियो। त्यसैले गर्दा नेक्स्ट टाइमदेखि तपाईँले कसैलाई नमस्कार गर्दा यो रियलाइज गर्नुहोस् कि म भित्र रहेको दिव्य चेतनाले हजुरभित्र रहेको दिव्य चेतनालाई नमन गर्दछु, सम्मान गर्दछु भनेर भनेको। हस्, थ्याङ्क यू।